हेलो गाइज, दर्शक नमस्ते, स्वागत छ तपाईँहरूलाई साथीहरू। तपाईहरु कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ साथीहरू। म चाहिँ गाडी हिँड्दैछु बाटोमा है, यसो बजारतिर यता अहिले बसाइ मलिकपुरको बसाइको छ साथीहरू। यसो बाहिरतिर घुम्न आएको अवस्था, यसो हल्का भिडियो बनाउँदै गाडीहरू यताउता राखेको छ, रमाइलो भिडियो बनाइरहेको छु साथीहरू। हेर्न सक्नुहुन्छ भिडियोहरू लगाएर हेर्न सक्नुहुन्छ। यतातिर पसलहरू छ, दायाँ बायाँ गाडीहरू घुरिराखेको अवस्था छ साथीहरू। तरकारी पसलहरू रहेछ, सब्जी पसलहरू रहेछ, यतातिर चाउमिन पसलहरू छ। चाउमिन बन्दैरहेको, यतातिर चाउमिन बन्दैछ। हो यार, मैले खोजेको पसलै छैन त भाइ। यतातिर तरकारी पसल, किराना पसल रहेछ साथीहरू। अगाडि अगाडि मान्छे हिँडिराखेको अवस्था छ। खासमा म चाहिँ यहाँनिर अखुवाले जुस खोज्दै हिँडेको, उखुको जुस खोज्दै हिँडेको साथीहरू। अखुवाले जुस पिउनु पर्यो भनेर खोज्दै हिँडेछ साथीहरू। त यहाँ मिलिहालेछ अखुवाले, यही अखुवाले जुस खान आएछ हामीले चाहिँ। भैया जुस बना दो न, अखुवाले जुस खान आएको साथीहरू। ये हाम्रो जुस पसल, हाम्रो जुस बेच्ने भैया यहाँनिर हुनुहुन्छ। भैया जुस बना दो न। भैया जुस खान लगेको अवस्था, भैयाले त्यहाँ जुस पेल्दै हुनुहुन्छ। जुस पेल्ने मेसिन चाहिँ त्यहाँ कुनामा छ साथीहरू। स्वास्थ्यको लागि चाहिँ एकदम फाइदा हुन्छ अखुवाले जुस, त्यही भएर जुस खान आएको साथीहरू। भैयाले जुस बनाउँदै हुनुहुन्छ अरे। 20 वाला दे दो भैया जुस। भैया पुरा जुस पेल्दैछ यहाँनिर। टकमा चाहिँ जुस आयो, पिलाउँदैछु म चाहिँ साथीहरू। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला।